स्वागत छ हजुरहरूलाई प्रिया मार्सा युट्युब च्यानलमा। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि आज चाहिँ खानामा सधैँ जस्तो मेरो खाना भइगयो। यहाँ फर्सी र आलुको तरकारी छ, यहाँ छ टमाटरको अचार, अनि यो फ्राई गरेर बोइल गरेर नि फ्राई गरेको अन्डा, अनि यहाँ छ निगुरो कालिङ्गो मावलो। हिजो म मावलो गएको थिएँ बोजूलाई भेट्नलाई, अनि यो भाइलाई कान्छो मामाको छोरा कान्छो भाइलाई यो टिप्नु लाएको मैले एक मुठी उसले टिपिदिएको। अनि यहाँ अकबारे छ आफ्नो गमलामा रोपेको छ, त्यस्तै छ। अनि पिउनलाई मै छ साथीहरू। अनि सुरुदेखि अन्तिमसम्म हेरेर मलाई साथ सपोर्ट पनि गरिदिनु होला भन्दै अब चाहिँ सुरु गर्छु है त साथीहरू। म आलु र फर्सीको तरकारी मलाई चाहिँ एकदम मनपर्छ। हजुरहरूलाई चाहिँ के कस्तो लाग्छ कमेन्ट मार्फत भन्नु होला ल है त। हजुरहरूलाई लियोरी आज म मात्रै छु, श्रीमान पनि क्याम्पस जानुभएको छ। तालिम छ अरे के को, छोरो गइरहेछ घर निर्पा। उसको काकाको छोरा दाजु आएको थियो लिनुभन्दा नि हिजो चाहिँ लग्छु भन्दै थियो, आज चाहिँ गेम हेर्नु आएको छ। अनि उसको कान्छा अङ्कललाई कल गरिदिएर भाइ पनि आउँछ लिएर आइज भन्नु बोकाएर, अनि आएको थियो लिएर गइरहेछ। पानी कहीँ नभएर परेको थियो, कसरी कतिखेर पुग्यो। दामी कस्तो हुन्छ। उसिनेको अन्डा मुछेर खाँदा मिठो हुँदछ। मेरो छोरा खान्थ्यो, म चाहिँ कच्याउ कच्याउ मुछेको कस्तो देखिन्छ नि त।
त्यही भएर छ्या भन्दै देख्नु भएको छैन बेबीले मामाले खानुभएको मिठो हुन्छ भन्थ्यो, मिठै हुँदो रहेछ। मिठो एकजना भ्युअर्स हो कि दुईजना होस् कसले हो साथीहरू, मेरो आँखा चाहिँ कस्तो देख्नुहुन्छ हो? अर्को लाउनु भएको तपाईँले आँखा लाउनु भएको हो प्लास्टिकको कि के को हो भनेर लेखिरहनु भएको छ कमेन्टमा। होइन, प्लास्टिकको लाएको होइन है साथीहरू, मेरो चाहिँ यस्तै हो नेचुरलै। कमेन्ट चाहिँ 2-3 ठाउँ देखिरहेको थियो, एकैजना हो कि 2-3 जनाले नि भन्दै हुनुहुन्थ्यो। भतिजालाई सिमी टिप्दिएको थिएँ, अनि त्यो लेटस सलाद खाने साग उसको भाइ लिनु गएको, त्यो बाइकमा झुन्ड्याएको पनि राखेर भाइलाई लिएर आउँछु अनि यतैबाट जान्छु भनेर गएको थियो। भरे भाइको स्कुल पनि लाग्ने भएछ भोलिपल्ट। पानी पनि काहीँ नगएर पऱ्यो, त्यतै गयो। अनि हिजो चाहिँ आएको थियो, त्यो बुढी भन्दा थियो भर्खर मैले फोन त गरेको थियो, भतिजालाई पनि देउरानी देवर सबैलाई गरेको, कसैले उठाउनु भएन। भाइ पनि लिएर जाओस् है, आयो भने गेम हेर्नु भनेर गरेको थिएँ, कसैले उठाउनु भएन। पछि देवरले चाहिँ हेर्नुभएको छ कारण मोबाइल अनि गर्नु भइरहेको थियो। अनि त भतिजो त जान्छु भनेर हिँडेरै भए पनि जान्छु भनेर उफ्रिरहेछ त भनेको थिएँ नि। पारभाङ त्यतै छ, पठाइदिन्छु भनेर भन्नुभएर पठाइदिनु भएको थियो। झन्डैले साथीहरू यहाँको छिमेकी सानो नानी, उसको मम्मीले पठाइदिएर उसले पनि माइतैबाट लिएको होला। केराई 5 वर्षको नानीले लिएर आएछ नि केरा, त्यो टिपेको सिमी उसैलाई दिइहालेको थिएँ। फेरि बोडी भन्दै थियो, लग्दिन है बोडी भन्दै थियो उसैले पनि। लग्ने भए चाहिँ टिपेर लग, हिजोको त अब बेलुका भइसकेको थियो, तिमीहरू आउँदैनौ भनेर मैले दिइहालेँ भने। होस् त्यसो भए होस् भनेर लगेन। सिमी फलिरहेछ रास साथीहरू, आफ्नो झ्याङ जति छ।
बाक्लै बाक्लै ल साथीहरू मिठो भयो। हजुरहरूलाई चाहिँ हेरेर के कस्तो लाग्यो कमेन्ट मार्फत भनिदिनु होला भन्दै यहाँसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। मन परेमा लाइक कमेन्ट चाहिँ अवश्य गरिदिनु होला भन्दै नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। फेरि अर्को नयाँ भिडियोमा भेट्ने बाचाका साथ अहिलेलाई चाहिँ म बिदा माग्न चाहन्छु साथीहरू। हस् त बाई बाई, सी यू अगेन इन नेक्स्ट भिडियो। लभ यु अल साथीहरू। स्वस्थ रहनुहोस्, व्यस्त मस्त खुसी रहनुहोस् साथीहरू। त्यसलाई न रोटीको पिठो फेरि दामी भयो त यो चाहिँ कसैले साथीहरू मामालाई जाने बोजू बिरामी हुनुहुन्छ अरे, त्यही भएर हिँड्न आँटेको कसैले बनाएर। साथीभाइहरू ढिलो जानु थालेछ जिपहरू पनि। कता बज्यो होला अनि के बजेको छैन बजिसक्यो 6 टाटा। यो रोटी हिजै बनेको भए पनि हिँडिसक्थ्यो। हिजो पानी परेर भएन।
कति भरो मजाले नि हो पानी आएछ यता डगलेट हो त्यति मात्रै आएछ एक वार यो अल्लो चाहिँ दामी हुन्छ खानु सिस्नो रङ्गु बाटै नि त पानीले मारिहाल्छ अब पानी आउँदैछ साथीहरू अल्लोको सिस्नो अल्लो भाङ्रो के भन्छ चिप्लो मिठो हुन्छ दामी 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 फेरि यहाँ आएछ नि अरे के हो यति यति पुचुक पुचुक पानी पर्छ के हो आजु आउँदैछ त पानी त ओम बुढो माउली कान्छा बाजेको घर यहाँ माइला बाजेको छोरा मामाको यता पनि हिमालो घर माथि छ मूल घर चाहिँ माउली गाउँ नेर्पाको बुलबुले त्यो मलाई गरेकै छैन साथीहरू काठमाडौँबाट कति 1:30 बजे आइपुग्दो रहेछ यहाँ पानी आयो लैलै भुल्के खोला अब जाउँ भुलभुले हाम्रो बोजूले मावलाको बोजूले देउडाम भन्नुहुन्छ मावलीको सिमसाग लिएर जानुपर्छ है यहाँ बुढो माउली गाउँको सिमे साग हाम्रो घर चाहिँ नेर्पा तल बेसिटो तल हाम्रो कान्छाले लाउनु भएको टनेल नयाँ टनेल छ सेतो टिलिक्क टल्केको त्यो हरियोबाट यता टेक्रा जङ्गल लाउनु भएको पनि वारिपट्टिको 3टा गोठ भएको उता हाम्रो घर अनि त्यो हरियो टनेल लगाएकोदेखि यताको खेतहरू चाहिँ हाम्रो मधुरो निरौले स्कुल सेतै टुप्पोमा हो ऊ त साकेला थान त हो त नि नेर्पाको साकेला थान नेर्पा हजुर
उहाँदेखि यहाँ आउनु त दाउरा काट्नु राम 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 एक दिनमा बल्ल बल्ल एकचोटि ऊ त्यो तलको हरियो हरियो टनेल्लाको ठाउँबाट यहाँ हुँदै 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 यहाँ माथि भुल्केमा आउनुहुन्थ्यो अरे साथीहरू मेरो श्रीमानहरू पहिला पहिला दाउरा यो चाहिँ लेख परो पेन टावर पनि रहेछ देखिँदो रहेछ यहाँबाट ओ यो चाहिँ पेन टावर नेर्पाको हाम्रो घर चाहिँ ब्यासीमा पर्यो साथीहरू तेल त देखिन्छ कि देखिँदैन हौ कुहिरोले त जम्मै बोजूहरूलाई हामीले साथीहरू अहिले भर्खर जोत्नु त मारा जोल मैले मात्र होइन अरूले पनि भन्ने रहेछ होइन कत्रो कत्रो गोरु फेरि चिल्लो नचिल्लो कत्रो म त उत्रै देख्छु यो ठुलो छ जस्तो छ यो चाहिँ ठुलो जस्तो छ माले चाहिँ दुईटा ए झाले हो
उहाँले झाले कत्रो कत्रो त राम्रो दोर्पा फेरि सुफत भन्छ सुफतै रहेछ घुर केही उ नभएको के खोट नभएको चट्टे थियो सकला थान यो चाहिँ वाबु हरिया चुल चिठी कैसिम सके यो चाहिँ दोर्पाको फागु नाच्ने ठाउँ है साथीहरू सकला यस्तो रहेछ लिम्बूहरूको चाहिँ यो सिलाम साकमा चाहिँ यो राईहरूको चाहिँ के हो यस्तो यो यसलाई के भन्छ किराती यहाँ खारेर बनाउनु भएको रहेछ दामैसितले यहाँ चाहिँ अस्ति भर्खर साकेला 9 गते भएको हुनाले यो चाहिँ बसेर व्यापारीहरूको खाने ठाउँ है साथीहरू ल साथीहरू दोर्पा मावली गाउँ है यो चाहिँ हाम्रो ढुङ्गे दोर्पाको ढुङ्गे हामी चाहिँ मामलो घर आइपुगिसक्यौँ मावली कफी भनेर मात्रै हुँदैन अरे नि त कफी पनि सादा खालको कति खालको हुन्छ तर यो पहाडी भेगमा प्राय एउटै हुन्छ भन्ने छ यो नेपालमा चाहिँ सबैभन्दा अन्त नपाइने बिरामी भएर चिज यहाँ पाउँछ अरे त्यो खालको कफी पाउँछ बोजूलाई नै छाया कफी भन्छ अनि त्यही खालको बिरुवाहरू चाहिँ हामीले लाउनु आँटेको कफीहरू पनि फरक फरक किसिमको हुन्छ हाम्रो बाबालाई नानाले बाबै हुन्छ अनि हामी फेरि नाना हाम्रो अनि आमाको चाहिँ हो छोरीहरूको त तिमी त छ्यामा किचनमा सासुमा उसले तलाउँछ नि त फटाकेटाहरूलाई बाबालाई तलाइदियो भन्ने हुन्छ रमाइलो दिक्कु हुन्छ बाजे दिक्कुको छोरा भाइ कान्छा मामै पुरानो मध्येको त्यही होला एउटा के भन्ने तिनीहरू एमालेहरू तालको त्यो गुरुङ ल है साथीहरू डिटेलमा हेर्नु है पानी कसरी पर्दैछ कत्रो कत्रो खोप्ला आमा हावा त्यस्तै पानी त्यस्तै केही नराख्ने भयो आज साथीहरू कस्तो देख्नु हुँदैछ हजुरहरूले चाहिँ राम्रोले त यस्तो आएको कि असिना पनि पर्नु हालेर केही नराख्नु भयो अब असिनाले चाहिँ यो चाहिँ बच्चाहरूको छुट्टी हुने बेलामा चाहिँ जहिले यो पानी चाहिँ कति चाहिँ पर्छ त प्रभु कत्रो कत्रो थुप्ला पर्दैछ त पानी त
देख्दै हुनुहुन्छ होला नि साथीहरू। छु 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 छु। सीता पानी त मकैहरू जम्मै लडायो। कराको मकै त सोतरे बनायो जस्तो छ। त्यस्तै छ हाम्रो दिक्तेलमा। दिक्तेलको मौसम। बाढी आयो है, बाढी आयो साथीहरू।